नमस्कार। कार्यक्रम कृषिमा तपाईलाई हार्दिक स्वागत छ। म घनश्याम पाण्डे, क्यामेरामा साथ मिलेको छ अशोक अधिकारीको। आदरणीय दर्शकबिन, हामी हरेक आइतबार यसै समयमा कार्यक्रम कृषि लिएर उपस्थित हुने गर्छौँ। हरेक महिनाको अन्तिम आइतबार कार्यक्रम कृषि हामीले कृषि विकास निर्देशालय पोखराको सहयोगमा तयार पार्ने गर्छौँ। आज पोखरा महानगरपालिका वार्ड नम्बर 31 त्रिकाङ फाँटमा आइपुगेका छौँ। आज विशेष कुराकानी हामी गर्दैछौँ आलुको बिउ सम्बन्धी। आलु बिउ उत्पादन कसरी गरिन्छ, खाने आलु र बिउ आलुको फरक के हुन्छ र बिउ आलु उत्पादन गर्दा के कुरामा ध्यान दिनुपर्छ र खाने आलु लगाउँदा र बिउ आलु लगाउँदाखेरि किसानले उत्पादनमा कति फरक पाउने गर्नुहुन्छ लगायतका विभिन्न विषयमा आज हामी कुराकानी गर्नेछौँ। आज हामीले बिउ आलु उत्पादन गर्दै आइरहनु भएका कृष्ण तिवारी, यसै गरेर कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रामकृष्ण अर्यालज्यूसँग विशेष कुराकानी गर्दैछौँ। आदरणीय दर्शकबिन, यति बेला हामीसँग विशेष गरेर बिउ आलु उत्पादन गर्दै आइरहनु भएका कृष्ण तिवारी सर हुनुहुन्छ। हामी उहाँसँग कुराकानीमा जुड्दैछौँ। बिउ आलु उत्पादन कसरी गर्नुभएको छ, फेरि यो कति क्षेत्रफलमा अहिले यो आलु लगाइरहनु भएको छ, त्योदेखि लिएर बजारको सम्भावनाहरू कस्तो छ, चुनौती के छ लगायतका थुप्रै विषयमा आज हामी उहाँसँग कुराकानीमा जुड्दैछौँ। हजुर नमस्कार। हस्, धन्यवाद सर, स्वागत छ। अब हजुरले त बिउ आलु लगाइरहनु भएको छ। बिउ आलुका नि विभिन्न चरणहरू हुन्छन्। भनिदिनुहोस् न, सबैभन्दा पहिले त अहिले आलु लगाएको क्षेत्रफल चाहिँ कति छ, त्यस पछाडि हामी बिउ आलुको चरणहरूको बारेमा कुराकानी गरौँला। हामीले यो समूह अन्तर्गत लगाउँछौँ सर, धेरै होइन। समूह अन्तर्गत लगाउँदाखेरि हाम्रो समूह अन्तर्गतको लगभग 30 देखि 35 रोपनी जग्गामा आलु लगाइएको छ। यो त्यही समूह अन्तर्गत म आफैले मेरो एउटा लक्ष्मी सिड सेन्टर भन्ने छ, त्यस समूह अन्तर्गत सिड सेन्टरबाट उत्पादन भइरहेछ र हामीले अहिले यो खेती गरिरहेछौँ। यसको चरणको विषय कुरा गर्दा यसको धेरै चरणहरू हुन्छ सर। पहिला त अब आलुको भेराइटीहरूको विषय हुने भयो। अब त्यसपछि आलुहरूको जात पुस्ता अनुसार हुन्छ र हामीले अहिले हेर्दाखेरि यहाँ देखिराख्नु भएको छ तल एउटा टिपिएस आलु, चिउ पोट्याटो सिड, जुन हामीले आलुको बियाबाट आलु उत्पादन गरेका छौँ, बिरुवा बनाएर लगाइरहेछौँ, त्यहाँ भइरहेको छ। अर्को पिबिएस दाना भनेको यो आलु चाहिँ नै हामीले अहिले देखेको आलु पिबिएस दानाबाट निकालिएको र त्यस्तै गरी पिबिएस दानाबाट पहिलो पुस्ता त्यसको पछि हामीले लगाएको आलु चाहिँ नि यो हो। र हामीले यो आलु यसरी 2-3टा भेराइटीहरू, अर्को हाम्रो इनोभेटर पनि आलु हामीले लगाइरहेछौँ र धेरै भेराइटीका आलुहरू अहिले हामीसँग छ। यहाँहरूले देख्नु भएको छ फिल्डमा, अहिले हामी त्यही फिल्डमा आलु हेरिरहेछौँ। अब जस्तो यो खाने आलु त धेरै ठाउँमा उत्पादन हुन्छ, जसले पनि लगाउनुहुन्छ, तर यो बिउ आलु चाहिँ कम मात्रामा लगाउनुहुन्छ। त यो बिउ आलु लगाउँदाखेरि के कुरामा ध्यान दिनुपर्ने रहेछ, जुन अगाडि भनिसक्नु भएको छ हजुरले, पहिलो दोस्रो तेस्रो स्टेप भनेर नि भनिसक्नु भयो, त्यो बारेमा थोरै भनिदिनुहोस् न। बिउको लागि सबैभन्दा पहिला त त्यसको स्रोत बिउ आवश्यक पर्छ। जस्तो स्रोत बिउबाट हामीले अब त्यसपछि हाम्रो पिबिएस दाना हुन्छ, पिबिएस दानाबाट अनि फेरि पहिलो पुस्ता, दोस्रो पुस्ता, तेस्रो पुस्ता हुँदै जाने हो। र बजारमा देखिने आलु भनेको अब ती आलुको कुन पुस्ता हो, कसरी उत्पादन भएको छ भन्ने कुरा यकिन जानकारी हुँदैन। जस्तो हामीले यो आलु लगाउँदाखेरि हामीलाई कृषि ज्ञान केन्द्र काशीबाट हामीलाई पिबिएस दाना, टिपिएस आलु हामीलाई दिनुहुन्छ, बिउ दिनुहुन्छ उहाँहरूले, र त्यो नियमित रूपमा यसको अनुगमन र नियमित रूपमा यसको अहिले देखिराख्नु भएको छ यो ढुसीनाशक विषादी पनि हामीले प्रयोग गरिरहेछौँ र यसलाई यो प्रयोग गरिसकेपछि फेरि उहाँहरूले पनि यसलाई अनुगमन गर्नुहुन्छ। फेरि बिउ बिजन प्रयोगशालाले पनि यसलाई अनुगमन गरेर निरीक्षण गरेर यो बिउको लागि उपयुक्त हो भन्ने कुरा प्रमाणित भइसकेपछि मात्रै हामीले बिउको लागि सिफारिस भएको आलु मात्र बिउको लागि जान्छ भने अरू आलु भनेको खैन आलु हो, खानको लागि प्रयोग हुन्छ। र बाहिर जति आलु उत्पादन भएको देखिया छौँ हामीले, तिनको कुनै स्रोतहरू खुलेको हुँदैन, त्यहाँ कुनै अनुगमन निरीक्षणहरू हुँदैन, त्यहाँ कुन रोग लागेको छ, त्यसको उपचार भएको छ कि छैन भन्ने पनि हुँदैन। त्यो हिसाबले बिउ आलु उत्पादन गर्नको लागि अरू आलु उत्पादन गरे जस्तो होइन, यो भिन्न हुन्छ। जस्तो हजुरले भन्नुभयो बजारमा देखिएका आलु
होइन कसरी आएको हुन्छ कुन स्रोत हो भन्ने थाहा हुँदैन भन्नुभएको छ। अब कतिपय भनौँ न व्यवसायिक किसानले त अब भनौँ न अब कहाँ बिउ पाइन्छ राम्रो बिउ कहाँ हुन्छ भनेरै खोज्नुहुन्छ होइन, यो कति पुस्ताको के हो भन्ने पनि जानकार हुनुहुन्छ। यद्यपि अहिले 8-10 किलो लगाउने यसो बारीमा लगाइहाल्ने धेरै हुनुहुन्छ नि त किसानहरू। त्यो किसानले त कहाँबाट आयो के गरे भन्ने पनि छैन, खाएन आलुलाई नै लिएर गएर लगाइरहेको देख्छौँ। जुन मेन स्रोतबाट भनौँ न बिउ जसले बिक्री गरिरहनु भएको छ होइन, त्यहाँ पुगेर लिएको बिउ र त्यो खाएन आलुमा त्यो उत्पादनको हिसाबले चाहिँ के फरक पाइन्छ? यो फरक हुन्छ सर। जस्तो हामीले यहीँ हेर्दाखेरि पनि त्यसको ग्रोथ होइन, त्यसको बढ्ने क्रम हुन्छ, त्यसको उत्पादन होइन, त्यसमा लाग्ने रोग किराहरूको त्यो भिन्न हुन्छ। जस्तो खैन आलु भनेको धेरै पुस्ताहरूबाट आइरहेको हुन्छ भने बिउको लागि उत्पादन गरेको आलुको भनेको त्यसमा स्रोत खुल्या हुन्छ। त्यसको पहिलो पुस्ता, दोस्रो पुस्ता, तेस्रो पुस्ता भन्ने स्रोत खुल्या हुन्छ र स्रोत अनुसार अथवा पुस्ता अनुसार त्यसको उत्पादन पनि बिस्तारै डिक्रिज हुँदै हुँदै जान्छ। जति पुस्ता कम हुँदै गयो त्यसको उत्पादन पनि घट्दै गएको हुन्छ, रोग किरा सहने क्षमता पनि घट्दै गएको हुन्छ। र त्यो हिसाबले जुन हामीले लगाउने बिउ हुन्छ यो हाम्रो कृषिको निकायहरूले उहाँहरूले अनुगमन गर्नुहुन्छ, निरीक्षण गर्नुहुन्छ, हेर्नुहुन्छ र त्यसलाई सिफारिस गर्नुहुन्छ, मात्रै त्यो बिउको लागि प्रयोग हुन्छ। अब अन्य किसानहरूले बाहिरबाट लगेर 8-10 किलो लगाउने आलुको त उहाँले खानाको लागि प्रयोग हुने हो। खानाको लागि प्रयोग हुने आलुको कुनै स्रोत खोल्नु पनि आवश्यक रहेन र त्यसलाई प्रमाणित गर्नु पनि आवश्यक रहेन। त्यो नर्मल्ली अहिले हाम्रो समाजमा हाम्रो चाहिँ नि यहाँ दाजुभाइहरू, कृषक दाजुभाइहरूले नर्मल्ली घर आफूलाई प्रयोग गर्ने आलु त लगाइराख्नु भएको छ। तर व्यवसायिकको लागि स्रोत खुलेको बिउ नै आलुको बिउ चाहिँ नै जुन प्रमाणित छ, जुन स्रोत खुल्या छ त्यो लगाउनुपर्छ। त्यसले उत्पादनदेखि रोग किरादेखि धेरै फरक पर्न सक्छ। जस्तो बिउ आलु र हाम्रो अन्य आलु छ नि, सबै त बिउ त हुँदैन। बिउ आलु छनौटको लागि जुन हजुरले प्रमाणीकरणको कुरा नि गरिसक्नु भएको छ, त्यो साइज पनि हेरिन्छ कि अब सिधै भनौँ जति उत्पादन भयो अब बाहिर बोट राम्रै छ सबै ठिकै छ भने ल ठिकै छ भनेर गरिन्छ सर? जस्तो नर्मल्ली साइजहरू त हेरिन्छ नै सर बिउको लागि होइन। त्यसमा पनि कस्तो हुन्छ भने सर यो अलि टेक्निकल्ली कुराहरू पनि हुन्छ कि जस्तो पिबिएस दाना हुन्छ नि, त्यो दाना भनेको लगभग सानो केराउको दाना जत्रो 2-3 ग्रामको हुन्छ कि सर त्यो होइन। त्यो दानाबाट उत्पादन गरिया हुन्छ र त्यसबाट अर्को निस्कने आलु भनेको अब ठुलो आलुहरू अब हटाइन्छ र नर्मल्ली त्यसको साइज चाहिँ नै बिचको साइज चाहिँ नै लगाउने गरिन्छ होइन। अब त्यो जात अनुसार पुस्ता अनुसारको साइजको फरक हुन्छ सर। जस्तो एउटा अब त्यहीँ हेरौँ न, जुन टिपिएस आलु हुन्छ त्यो बिहा हुन्छ सर, त्यो फलेको बिहा सानो, अब गाजरको बिउ जस्तो हुन्छ त्यहाँबाट फलेर बनाइया हुन्छ, त्यो पुस्ताको लागि त्यो उपयुक्त हो होइन। जस्तो पिबिएस दाना भनेको 2-3 ग्राम बढीमा 5 ग्रामसम्मको मात्रै हुन्छ, त्यो पुस्ताको लागि त्यो उपयुक्त हो भने त्यसपछिको पुस्ताको लागि हामीले नर्मल्ली अब 30 देखि 50-60 ग्रामकोसम्म। र कहिलेकाहीँ हाम्रो प्र्याक्टिकल्ली ज्ञान के छ भने सर ठुलो आलु भयो भने काटेर लगाउने चलन पनि छ, लगाइएको पनि छ र त्यसले उत्पादनमा खासै समस्या ल्याएको छैन होइन। त्यो भएर अलिकति ठुलो साइज भयो भने काटेर लगाउनु पनि सकिन्छ। जस्तो मैले लगाउँदाखेरि मेरो कुरा गरौँ न होइन, यो टेक्निकल्ली हिसाबले त भोलि परीक्षण गर्ने त राज्यले गर्ला, निकायले हेर्ला होइन। र हामीले कहिलेकाहीँ के गर्छौँ भने कुनै पनि पुस्ता खुलेको आलु छ अथवा राम्रो छ भने त्यसलाई काटेर पनि लगाउने गरिएको छ र यहाँ देखिएको आलु यो कतिपय काटेर लगाएको नतिजा चाहिँ राम्रै आछ, राम्रो आछ, राम्रो त्यस्तो नराम्रो चाहिँ छैन सर। जस्तो त्यसलाई अब उपचार त गर्नु पर्यो होइन, गर्नुपर्ने कुराहरू त व्यवस्थापन त गर्नु पर्यो, त्यसको नतिजा खासै नराम्रो त्यस्तो चाहिँ मैले पाएको छैन। सर यो बिउ आलु उत्पादनको लागि चुनौतीहरू केही छ? सर धेरै चुनौती छ नि सर। एउटा कुरा त पहिला कुरा बिउ आलु उत्पादनको लागि फिल नै एउटा समस्या छ। जस्तो आलु उत्पादन हुनको लागि धेरै सुक्खा हुने ठाउँ पनि हुनु भएन, धेरै गहिरो ठाउँ पनि हुनु भएन, उपयुक्त जमिन र जमिन पाउनको लागि एउटा समस्या। अब अलिकति उपयुक्त राम्रो जमिनहरू अहिले जग्गाबन्दी भइसके, तपाईँको घरहरू प्लटिङ भइसके, त्यो समस्या चाहिँ नै रहने नै भयो। अर्को सँगसँगै के छ भने आलु लगाउँदाखेरि यसको कस्ट अलि हाई छ सर। जस्तो अब अलिकति धेरै मैले त यो ड्याङ बनाउने मेसिनदेखि त हामीले धेरै कुराहरू मेसिनरी युज गर्छौँ, तैपनि सबै ठाउँमा यो उपलब्ध छैन। मेसिनरी नहुँदाखेरि लेबर कस्ट बढी लाग्छ र हाम्रोमा नर्मल्ली हेऱ्यो भने लेबर असाध्यै महँगो।
त्यो हिसाबले चाहिँ नि महँगो। अर्को मलको समस्या, त्यो लगाउने बेलामा हामीले अब त्यो मल सुलीहरू मलहरू राम्रोसँग पाकेको सुली मलहरू त्यति पाइँदैन सर, पर्याप्त मात्रामा पाइँदैन। नपाएपछि खोरबाट कतिपय भुसहरू बढी भएको मात्राको लगाउनु पर्ने हुन्छ। र त्यसपछि अर्को मुख्य चुनौती भनेको यो अहिले जुन आलुलाई देखिने समस्या जस्तो रोगहरू किराहरू व्यवस्थापनको लागि बहुत समस्या छ। यसलाई नियमित रूपमा अनुगमन र नियमित रूपमा यसलाई चाहिँ नि त्यो विषादीहरूको प्रयोग गर्न सकिएन भने आलुको उत्पादन सखाव हुन्छ र यसलाई नियमित रूपमा गर्नुपर्छ। मौसमले साथ दिएन भने धेरै समस्या छ। अब बजारको लागि त हामीले कास्की जिल्लाको लागि पर्याप्त हुने आलु हामीले पुर्याउन सकेका छैनौँ। धेरै डिमान्ड छ, हाम्रो उत्पादन कम छ। त्यो हिसाबले यो अलिकति बृहत रूपमा लाग्नुपर्छ। अब राज्यबाट पनि त्यो खालको एउटा जग्गादेखि लिएर होइन बिउ स्रोत बिउदेखि मलको सबै व्यवस्था गरिदियो भने राम्रो हुन्छ। जेनतेन अहिले उत्पादन भइरहेछ, यसमा अब हामी लागिरहेछौँ। झन्डै कति जति बिउ आलु उत्पादन हुन्छ होला यसपटक चाहिँ यो बोटहरू नै हेर्दाखेरि? अब यस्तो हुन्छ सर, बिउ भनेको उत्पादन कति हुन्छ भन्नेको त ठ्याक्कै बिउको लागि त कति हुन्छ भन्ने कुरा मोटामोटी झन्डै पहिलो वर्षको नि अनुभव तपाईँहरूलाई छ, झन्डै झन्डै यतिसम्म हामी निकाल्न सक्छौँ भन्ने एउटा त होला नि। अब हामीले अहिले नर्मल्ली हाम्रो एउटा अनुभवले एउटा हाम्रो अपेक्षा 300 देखि 400 समथिङ प्लस बोरा ग्रेडिङ गरेर उपयुक्त आलु 400 बोरासम्म निकाल्न सकिन्छ कि भन्ने एउटा आकलन छ। त्यो पनि ठ्याक्कै त्यो अन्तिम बेलासम्म, खन्ने बेलामा पानी परिदियो भने काम भएन, भोलि महामारी डडुवा देखियो भने काम भएन, यसमा धेरै ठुलो साइज र सानो साइज देखियो भने पनि त्यो नहुन सक्छ होइन। नर्मल्ली गर्दाखेरि त्यही लगभग 400 को हाराहारीमा त्यति बोरा चाहिँ निकाल्न सकिन्छ कि भन्ने हामीले आकलन गरेका छौँ। अब हेरौँ परिस्थितिले कस्तो साथ दिन्छ। अब किसानहरूले जुन यो बिउ लगाउनुहुन्छ नि, उत्पादनको हिसाबले हजुरले थोरै भनिसक्नु भएको छ। पहिला त अब सबैले अब खाने आलुलाई नै होइन बिउ आलु भन्ने नै अब त्यति थिएन। आफ्नै रहका कस्तो हुन्छ होइन, साइज पनि हेर्थेन मान्छेले, घरै रहेको अलिअलि उम्रेको पनि लगाउँथ्यो। अहिले त धेरै चेन्ज भइसकेको छ, सबैले अब राम्रै बिउ खोजिरहनु भएको छ। त्यो राम्रै बिउ लगाइसके पछाडि उत्पादनमा पनि होइन, अब भनौँ न यो क्षेत्रमा पनि उत्पादन बढ्यो है यो बिउ लगाइसकेपछि भन्ने त्यस्तो केही छ? होइन, त्यो छ सर। जस्तो हजुरले भन्नुभयो जुन बजारमा पाइने बिउ, जस्तो आलु भनौँ न, आलु लगाउने र आलुको बिउ लगाउने फरक हो क्या सर। एउटा आलु हुन्छ, एउटा आलुको बिउ हुन्छ होइन। आलु लगायो भने त्योभन्दा आलुको बिउ लगाउँदाखेरि 20 देखि 30% उत्पादन त स्वतः बढ्छ सर, बढ्छ। अर्को कुरो त्यसमा के छ भने जुन रोग किरा प्रकोपहरू देखिने समस्या चाहिँ नि जुन स्तर खुलेको उन्नत बिउमा त्यो समस्या चाहिँ नि कम देखिन्छ, हामीले देखिरहेछौँ अहिले। जस्तो पहिला यहाँभन्दा पहिला त्यो थियो सरले भनेको कुरा ठिक हो। अगाडि सबै किसानहरूले जहाँ जे पाइन्छ मन्डीबाट तरकारी बजारबाट आलु लएर लगाउने चलन थियो। अहिले हाम्रो कृषि ज्ञान केन्द्र कास्कीले लगभग 4-5 वर्ष भयो सुरुवात गरेको। उहाँहरूले आलुको बिउ उत्पादन यही क्षेत्रमा उत्पादन गरेर यही क्षेत्रका किसानलाई वितरण गर्ने जुन कार्यक्रम राख्नुभएको छ यो सराहनीय छ। तर त्यो डिमान्ड अनुसारको चाहिँ नि उत्पादन हुन सकेका छैन। यसमा हामी सबै किसानहरू लाग्न आवश्यक छ। अब म रामकिशन सरसँग पनि कुराकानी गर्छु। कतिपय किसानहरूले के गर्नुहुन्छ भने हामी आलु खन्छौँ, त्यति बेला आलुको मूल्य एकदमै सस्तो हुन्छ होइन, 20-25 रुपियाँ 30 रुपियाँ पाइन्छ। जब हामी आलु लगाउने बेला हुन्छ त्यतिखेर चाहिँ 70, 80, 100 नै भन्ने सुनिन्छ भने धेरै किसानले गुनासो गर्नुहुन्छ। साँच्चै त्यो लागत मूल्य, बिउको त लागत मूल्यको कुराकानी गर्नु पऱ्यो नि, किन महँगो हुन्छ त्यो बारेमा भनिदिनुहोस् न। यो के छ भने सर, जस्तो आलु भन्यो होइन, यो आलुको मूल्य कसरी निर्धारण हुन्छ जस्तो हजुरले अहिले भन्नुभएको बिउको मूल्य त हजुरले भन्नुभएको छैन नि त। आलुको मूल्य भनेको आलु नुवाकोटमा उत्पादन हुने आलु, इन्डियामा उत्पादन हुने आलु, त्यो मूल्य चाहिँ नै आलुको गरिन्छ कि सर होइन, बिउको मूल्य गरिया हुँदैन कि। जस्तो के हुन्छ भने जस्तो सुरुमा आलु उत्पादन भयो, त्यसलाई हामी लगभग भन्नु न अब फागुनबाट असोजको अन्तिम कार्तिकसम्म स्टोर राख्नु पर्यो। त्यो स्टोरमा राख्दाखेरि एउटा स्टोर भाडा होइन सर। अर्को आलु भनेको एउटा कच्चा पदार्थ हो, र मेटेरियल्स हो नि त, त्यसको वेट लस होइन। जस्तो हामीलाई अनुभव के छ भने 50 किलो आलु राख्दाखेरि लगभग 40 किलो मात्रै आलु बस्छ वेट लसको, सुकेर मात्रै।
अनि त्यसपछि अर्को समस्या के छ भने आलुमा कहिलेकाहीँ स्टोरको लाइनको गडबडीले आलुको बिउहरूमा समस्या आइदिने कुहिदिने हुन्छ। त्यो कुहियो भने कसैले पनि त्यो स्टोरवाला रेस्पोन्स लिँदैन सर। हामी किसानकै हाम्रै हो सर, हामीले क्षति बिहोर्ने हो सर त्यसको, होइन। र त्यसबाट ग्रेडिङ गर्दाखेरि जस्तो मान्नुहोस् सपोज 50 किलो आलु चाहिँ स्टोरमा राखियो भने त्यसको अहिले टेन्टेटिभ मूल्य भनेको प्रति बोरा 600 चाहिँ भाडा मात्रै लाग्छ। त्यसमा अब लोड अनलोड अनि त्यसपछि ढुवानीको कुरा गरौँ अनि लेबलिङ प्याकेजिङको कुरा त त्योभन्दा बाहेक भयो सर, होइन। अब त्यो एउटा रह्यो र अर्को वेट लस हुन्छ र आलुको बिउहरू कुहिने हुन्छ र हामी फेरि त्यसलाई ग्रेडिङ गर्छौँ सर। ल्याइसकेपछि जब स्टोरबाट झिक्छौँ त्यसपछि आलुलाई ग्रेडिङ गरेर सुकाउँदाखेरि धेरै कम, जस्तो 50 किलो आलु राखियो भने बिउयोग्य आलु हुने भनेको 30 किलो। अब हजुरले त्यति बेलाको आलुको उत्पादनको मूल्य अनि स्टोर भाडा अनि त्यसपछि त्यसको चाहिँ अन्य प्रोसेसिङ खर्च, लेबलिङ प्याकेजिङ हिसाब गरौँ सर। यो खासै त्यो मूल्य चाहिँ आलुको बिउको मूल्य चाहिँ होइन। आलुको तुलना गर्दा महँगो होला, होइन, बिउको लागि त्यो महँगो चाहिँ होइन सर। अब तपाईँहरूले यसरी जुन बिउ लगाइरहनु भएको छ, होइन, बिउ बनाउनको लागि अब बिउ आलु उत्पादनको लागि लागिरहनु भएको छ, सरकारी तौरबाट साथ सपोर्ट कस्तो मिलिरहेछ र के आवश्यकता महसुस गर्नुभएको छ? होइन, साथ त यो सरकारी निकायबाट हामीलाई साथ मिलिरहेछ सर। त्यति नभए नि मैले अघि नै भने नि 4-5 वर्ष अगाडि आलुको स्तर बिउ भन्ने कुरा यहाँ कसैलाई किसानहरूलाई जानकारी थिएन। यो हाम्रै निकायबाट, होइन, सरकारी निकायबाट र कृषि ज्ञान केन्द्र विशेष गरी बिउ उत्पादनमा कार्यक्रममा अगाडि बढाउने भनेको कृषि ज्ञान केन्द्र कास्की हो र कृषि ज्ञान केन्द्र कास्कीले हामीलाई बिउहरू अनुदानमा दिने अनि त्यसपछि प्राविधिक सपोर्टहरू गर्ने अनि जस्तो अब सिँचाइहरूको लागि त्यस्तो कुनै आवश्यकता छ भने जस्तो जमिन तयारीको लागि साना मेसिनरी औजारहरू अनुदानमा दिने कार्यक्रम हुन्छ भने र त्यस्तै गरी अब हाम्रो बिउ बिजन प्रयोगशाला गुण नियन्त्रण कार्यालय भएको छ अहिले, उहाँहरूले चाहिँ यसलाई हेर्ने अनुगमन गर्नुहुन्छ र त्यसपछि कृषि ज्ञान केन्द्र जस्तो महानगर मार्फत चाहिँ यसको बजारीकरण उहाँहरूले चाहिँ हामीले उत्पादन गरेको आलु यहीँको किसानहरूलाई दिने, त्यो पनि एउटा ठुलो सहयोग हो। त्यो किसानको आलु चाहिँ उत्पादन भएको आलु यहीँको बजारमा दियो भने किसानहरूलाई पनि भर पर्दो र हाम्रो बजारको एस्योर गर्ने काम भइरहेछ। हामीलाई सपोर्ट चाहिँ मिलिरहेछ। अझै यसलाई व्यवस्थित गर्नको लागि अझै धेरै विषयहरू गर्नुपर्ने, छलफल गर्नुपर्ने, राज्यले पनि सोच्नु। यो होइन, तपाईँ त अब फेरि एउटा स्थापित किसान नि हुनुहुन्छ, कृषि उद्यमी हुनुहुन्छ। यो भइदियो भने, होइन, आफ्नो मात्रै नभएर समग्र किसानहरूको बारेमा बोल्दाखेरि यो समस्या छ, यो भइदियो भने हुन्थ्यो भने त्यस्तो केही छ? जस्तो पहिला कुरा त जस्तो आलुको मात्रै नभएर बिउको लागि भनौँ न, समग्र बिउ जस्तो धानको बिउ हुनसक्छ, आलुको बिउ, गहुँतोरीको बिउ हुनसक्छ। यो पहिला कुरा त स्थानीय हाम्रो अब कृषि ज्ञान केन्द्र र कृषिको निकायहरू बसेर हामीले छलफल गर्नु पर्यो। एउटा क्लस्टर छुट्याउनु पऱ्यो कि नम्बर। हामीले यो क्लस्टरमा आलुको बिउ उत्पादन गर्ने हो, अर्को क्लस्टरमा धानको बिउ उत्पादन गर्ने हो र अर्कोमा तोरीको बिउ उत्पादन गर्ने हो भन्ने कुरा हामीले आइडेन्टिफाई हुनु पर्यो। नम्बर 1 आइडेन्टिफाई भइसकेपछि के हुन्छ भने त्यहाँ सेवा प्रविधिहरू दिनको लागि सहयोग पनि गर्नको लागि सजिलो पनि हुने एउटा त्यो हुँदा राम्रो। र अर्को कुरा के छ भने अलिकति खेतीयोग्य जमिन नै समस्या छ सर। जस्तो मलाई इच्छा छ मैले गर्न सक्छु भने त्यो खालको जमिनै पाउँदिनँ सर मैले, होइन। त्यो हिसाबले पनि यो जमिनहरूलाई एउटा बालीको लागि चक्लाबन्दी गर्न आवश्यक छ र त्यस्तै गरी बिउ उत्पादनको लागि अरू चिज उत्पादन भन्दा यसलाई विशेष निगरानी छुट्टै राखिनु परेको छ। जस्तो बिउ उत्पादन गरिसकेपछि त्यसलाई आवश्यक पर्ने सम्पूर्ण सपोर्टहरू जस्तो बिउ, मल, विषादी र लेबलिङ प्याकेजिङदेखि हरेक कम्प्लिट प्याकेज जस्तो कृषि ज्ञान केन्द्रले मात्रै गर्न सक्दैन भने हामीसँग बिउ बिजन प्रयोगशाला छ, बाली संरक्षण छ, होइन, अनि मलखादको चाहिँ नि माटो चाहिँ नि प्रयोगशाला छ। यी सबैले एउटा होल प्याकेज ल्याउनु पऱ्यो कि सर। हामीले प्याकेज ल्याइसकेपछि कसले के सपोर्ट गर्ने, बाली संरक्षणले कहाँनिर सपोर्ट गर्ने हो, होइन, कृषि ज्ञान केन्द्रले कहाँनिर सपोर्ट गर्ने हो, स्थानीय महानगरहरूले कहाँनिर सहयोग गर्ने हो, पालिकाहरूले कहाँनिर सहयोग गर्ने हो भन्ने खालका कार्यक्रम ल्याइयो भने एउटा त्यो गर्न सकिन्छ। र अर्को के गर्न सकिन्छ भने डिमान्ड एन्ड सेल
जस्तो हाम्रो क्षेत्रको लागि कति आवश्यक छ भन्ने कुरा हामीले प्रि प्लानिङ गर्नु पऱ्यो कि जस्तो आलु कति हो त नि आवश्यक, जस्तो धानको बिउ जेठो धानको बिउ कति आवश्यकता कति हो भनेर 1 वर्ष अगाडि समीक्षा गर्ने र त्यो प्लानिङ गरेर उत्पादन गर्न सक्यो भने किसानको उत्पादन पनि बिक्ने, उद्यमीले उत्पादन गरेर व्यवसायीले र किसानहरूले पनि भरपर्दो अथवा गुणस्तरीय बिउहरू पाउने हुन्छ। यो विषयमा एउटा स्थानीय तह अनि त्यसपछि हाम्रो राज्यको निकाय भयो, सङ्घ प्रदेशहरू भयो र हामी जस्तो किसानहरू बसेर व्यवसायीहरू बसेर छलफल गर्न सक्यौँ भने एउटा निकास ल्याउन सकिन्छ र त्यहाँबाट उत्पादनको एउटा प्लानिङ गर्न सकिन्छ। त्यसरी गयो भने सहज हुन्छ भन्ने मलाई लाग्छ। हुन्छ, आफ्नो व्यस्त समयको बावजुद पनि हामीलाई समय दिनुभयो। यो समय र संवादको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। हस्, धन्यवाद सर। आदरणीय दर्शकबिन, यति बेला हामीसँग कृषि ज्ञान केन्द्र कास्कीका कृषि प्रसार अधिकृत रामकृष्ण अर्यालजी हुनुहुन्छ। हामी उहाँसँग कुराकानीमा जुट्दैछौँ। हजुर नमस्कार। नमस्ते हजुर। अब बिउ आलुको बारेमा हामी अलिकति कृष्ण तिवारी सरसँग कुराकानीमा जुटिसकेका छौँ। बिउ आलु कसरी उत्पादन गरिन्छ, यो बिउ आलुको मूल्य चाहिँ किन अलि महँगो हुन्छ लगायतका खाने आलु र बिउ आलुमा फरक के छ, फेरि चुनौतीहरू के छन् भन्ने बारेमा नि छलफलमा जुट्यौँ। रामकृष्ण सर, कास्कीमा यो बिउ आलु चाहिँ कति डिमान्ड हुने गर्छ, अहिले कति क्षेत्रफलमा लगभग लगाइएको छ, कृषि ज्ञान केन्द्रले कस्तो कस्तो किसानहरूलाई सपोर्ट गरिरहेछ, कुन कुन ठाउँमा, त्यो बारेमा भनिदिनुहोस् न। हस्, धन्यवाद। सर्वप्रथम त यो कार्यक्रम सुन्दै गर्नुभएका सम्पूर्ण कास्की जिल्लामा रहनुभएका सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमन टक्राउन चाहन्छु। हाम्रो यो कास्की जिल्लाको सन्दर्भमा धान काटिसकेपछि प्रमुख रूपमा लगाउने हिउँदे बालीहरूमा आलु बाली नै हुन आउँछ। तैपनि अहिले विविध खालका चाहिँ समस्या, जग्गाको खण्डीकरण, कृषकहरू पलायन, विविध विषयहरूले गर्दाखेरि उत्पादनको एरिया त केही मात्रामा घट्दो छ। त्यसका बावजुद पनि अहिले हाम्रो सरकारी निकायमा महानगर, हाम्रो कृषि ज्ञान केन्द्र लगायत यो पालिकाहरू मार्फत चाहिँ वितरण भएको र माग भएको आलुको बिउको अनुपात मात्रै हेर्दाखेरि पनि झन्डै 200 टनभन्दा बढी चाहिँ बिउ आलुको रूपमा चाहिँ किसानहरूलाई 50% अनुदान र 75% अनुदानमा चाहिँ वितरण भएको पाइएको छ। त्यसको अलावा किसानहरू कार्यालयहरूसँग पुग्न नसक्ने, आफ्नै तरिकाले थोरै एग्रोभेटहरूबाट, इभन किराना पसलहरूबाट किनेर चाहिँ ल्याउनुभएका कतिपय चाहिँ किसानहरू हुनुहुन्छ। उहाँहरूले चाहिँ उहाँहरूको खासै हाम्रो डाटामा आउँदैन। नआए पनि लिगली स्रोतबाट, सरकारी स्रोतहरूबाट झन्डै 200 टनभन्दा बढी आलु चाहिँ वितरण भएको पाइएको छ। र किसानहरूले लगाउनु भएको क्षेत्रफलको हिसाब गर्दा हाम्रो कृषि ज्ञान केन्द्रमा यसपालि 80 हेक्टर क्षेत्रफलमा चाहिँ यो प्रशोधन योग्य र खायन आलु लगाउने कार्यक्रम प्राप्त भएको थियो। सोही अनुरूप हाम्रो चाहिँ टार्गेट मिट भएको छ। 80 हेक्टरभन्दा बढी क्षेत्रफलमा चाहिँ हामीले आलु उत्पादन गर्दैछौँ भने आलुको बिउको लागि चाहिँ हामी अहिले 4 हेक्टर क्षेत्रफलमा, विशेष गरी यो कास्की जिल्लाको महानगरपालिका, पोखरा महानगरपालिका, त्यसमा पनि हाम्रो यो सिसुवा क्षेत्रमा 3वटा कृषक समूहहरू छ। यही 3वटा कृषक समूहहरू र एउटा माछापुछ्रे गाउँपालिकाको माछापुछ्रे मुक्तिनाथ कृषि सहकारी मार्फत चाहिँ कार्यक्रम सञ्चालन भइरहेको छ। उहाँहरूलाई हामीले सुरुको अवस्थामा स्रोत बिउहरू उपलब्ध गराउँछौँ। यो स्रोत बिउ भन्नाले कस्तो छ भने एउटा टिपिएस र अर्को पिबिएस, 2 थरी बिउहरू उपलब्ध गराउँछौँ। उहाँहरूलाई हामीले 75% अनुदानमा चाहिँ बिउ उपलब्ध गराएका छौँ। बिउको अलावा उहाँहरूलाई केही प्राङ्गारिक मलहरू, केही औजार उपकरणहरू, त्यसमा आवश्यक पर्ने केही विषादीहरू, यसमा चाहिँ हामीले सपोर्ट गर्ने कार्यक्रमहरू रहेको छ। र बजारीकरणको लागि र चाहिँ भण्डारणको लागि कोल्ड स्टोरसम्म पुर्याउने कार्यक्रम चाहिँ गत साल चाहिँ हामीले चाहिँ प्रदान गर्दै आएको थियौँ भने यो वर्ष पनि हामीले सोही कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ। र बिउको माग धेरै छ। हाम्रो जिल्लामा मात्रै नभएर छिमेकी जिल्लाहरूमा पनि बिउको माग बढी छ। तर हाम्रै जिल्लामा उत्पादन भएको बिउले हाम्रै जिल्लाको किसानहरूको माग पनि धान्न नसक्ने अवस्था रहेको कारणले गर्दाखेरि यो जुन समूहहरूले बिउ उत्पादनमा लाग्नुभएको छ उहाँहरूलाई अझै क्षेत्रफल विस्तार गरी निरन्तरता दिन हुनको लागि र
अन्य किसान समूहहरूलाई पनि बिउ उत्पादनमा लाग्न हुन र बिउ उत्पादन गरेर आत्मनिर्भर बन्नको लागि प्रेरित चाहिँ गर्न चाहन्छौँ। हामी कृषि ज्ञान केन्द्र र सम्बन्धित सम्पूर्ण सङ्घ संस्थाहरूको तर्फबाट हामी त्यो चाहिँ अनुरोध गर्न चाहन्छौँ सम्पूर्ण समुदाय कृषक समूह सहकारीका कृषक दाजुभाइ तथा दिदीबहिनीहरूलाई। अब कास्कीमा कुन जातको आलु चाहिँ अलि बढी माग बढी छ होइन, र त्यस पछाडि त्यसमा चाहिँ तपाईँहरूले गरेको प्रयासहरूको बारेमा भनिदिनु थोरै। कास्की जिल्लाको सन्दर्भमा विशेष गरी आलुको मागमा चाहिँ उपभोक्तादेखि लिएर व्यवसायी र चाहिँ अन्य सम्पूर्ण आम उपभोक्ताको माग भनेको कास्की जिल्लामा यो निलो आलु भनेर प्रख्यात छ। यो MS 42.3 भन्ने जातको आलु हो र यो आलुलाई नै पोखरेली आलु भनेर अरू छिमेकी जिल्लाहरूमा बुटोलको बजारहरूदेखि लिएर अन्यत्र चाहिँ त्यही नामले परिचित छ र खानलाई पनि स्वादिलो र पाक्नलाई पनि छिटो पाक्ने भएको कारणले गर्दाखेरि यो आलुको चाहिँ बढी डिमान्ड रहेको छ। त्यसको अलावा अरू कार्डिनल आलुहरू, त्यसपछि अहिले भर्खरै एउटा विदेशबाट आयातित जातहरू छ, न्युजिल्यान्डबाट आयातित जातहरू सेगिटा, इनोभेटर जस्ता जातहरू पनि हामी गत सालदेखि चाहिँ सुरुवात गरेका छौँ। त्यसको आउटपुट राम्रो देखिएको छ। भलै 3-4 वर्षसम्म रेगुलर त्यसको खेती नगरेसम्म त्यसले कस्तो कस्तो खालको चाहिँ प्रतिक्रिया देखाउँछ, त्यसको टेस्ट कस्तो छ, किसानले कसरी चाहिँ लिइराख्नु भएको छ अनि हामीले प्रतिक्रिया बुझ्ने चरणमै छौँ। पहिलो वर्ष गत साल एकदमै राम्रो चाहिँ त्यसको चाहिँ उत्साहप्रद हामीले त्यसको चाहिँ प्रतिक्रिया पाएको थियौँ, फलाइमा होस् अथवा स्वादमा होस् दुवै हिसाबले पनि। यो वर्ष पनि हामीले त्यसको पनि निरन्तरता गरिरहेका छौँ। हेरौँ बिस्तारै दुवै खालका आलुहरू, सेतो आलुमा मन पराउने किसानहरूको लागि यो इनोभेटर र सेगिटा जातका आलुहरू चाहिँ किसानहरूले लिइराख्नु भएको छ भने निलो जातको आलुमा चाहिँ यो MS 42.3 भन्ने जातका आलु चाहिँ हाम्रो कास्की जिल्लामा चाहिँ लोकप्रिय र प्रख्यात छ। जस्तो अब किसानहरूले अहिले त आलु लगाइरहनु भएको छ, तपाईँहरू फिल्डमा गएर नि हेरिरहनु भएको छ। यो वर्ष है बिचमा त पानी पनि अलिअलि पर्यो, तर अहिले पछिल्लो क्रममा त फेरि पानी परेको पनि छैन। यो मौसमलाई हेर्दाखेरि यो वर्ष आलु उत्पादन गत वर्षको तुलना हेरौँ न, कम्पेयर गरौँ। गत वर्ष त हिउँदमा पानी कति पनि थिएन, कस्तो दिनुभएको छ? हाम्रो धेरैजसो नेपालको सन्दर्भमै कुरा गर्दाखेरि हामी आकाशे पानीको भरमा धेरै खेती गर्नु परेको अवस्था छ। भएका नहर कुलेसाहरू सम्पूर्ण हिउँदको समयमा सबै बारीमा पुर्याउन नसकिने अवस्था रहेको छ र स्रोतै सुकिसक्ने अवस्था रहेको छ। त्यस कारण गर्दाखेरि हामी आकाशे पानीको भरमा खेती गर्दै जाँदा यो वर्षमा अस्ति भर्खरै पानी सामान्य पानी मात्रै परेको चाहिँ रह्यो। त्यस कारणले गर्दाखेरि हामीले गत सालकै भोगाइ पो भोग्नुपर्ने हो कि भन्ने कताकति डर पनि हामीलाई लागिरहेको छ। हेरौँ मौसमले साथ दियो र अब चाहिँ हिउँदे बर्खा भयो भने पक्कै पनि आलुको उत्पादन डबलै वृद्धि हुन्छ। आलुलाई कम्तीमा पनि 2 पटक हामीले सिँचाइ गर्न सकेनौँ भने आलुको उत्पादनमा हामीले सोचे जस्तो उत्पादन पाउन सक्दैनौँ। त्यस कारणले गर्दाखेरि एटलिस्ट एकपटक मात्रै पनि हिउँदे बर्खा भइदियो भने हाम्रो आलुले सोचे जस्तो उत्पादन लिन सक्छौँ। नत्र हामीले फेरि गत सालकै जुन खालको चाहिँ भोगाइ थियो त्यही दोहोरिन्छ कि भन्ने कताकति शङ्का देखिन थालेको छ। किनभने पानी पर्न त्यति धेरै खोजिरहेको छैन, मौसम प्रतिकूल भइरहेको छ, अनुकूल हुन सकिरहेको छैन। त्यस कारणले गर्दाखेरि अपेक्षित रूपमा हामीले उपलब्धि हासिल गर्नलाई अप्ठ्यारो हुने हो कि भन्ने देखिरहेको छ। अब आलुमा देखिएको जुन अहिले जग्गाको कुरा त गरिसक्नु भएको छ, अहिले पछिल्लो क्रममा आलुमा देखिएको यो चुनौती, यो रोग किराको बारेमा कुराकानी गरौँ न। यो डडुवा लाग्ने त सामान्य जस्तो भइसक्यो, अरू प्रकोपहरू के छ? आलु बालीमा त्यस्तो विधि अरू धेरै त हजुरले अघि उठान गरिसक्नु भएको कुरा नै हो। प्रमुख त यो पछौटे डडुवा रोगले आलुलाई अत्यन्त बेसी चाहिँ नोक्सानी पुर्याउने रोग हो। यो रोगमा किसानहरू अलिकति सचेत भइदिनु भयो, बाली निरीक्षणमा कमसेकम अलिकति टाठो भइदिनु भयो भने यसले त्यति धेरै चापिहाल्न सक्दैन। तर मौसम रातभरि बादल लाग्ने, दिनभरि चाहिँ घाम नलाग्ने र मौसममा धेरै शीत अथवा तुषारो पर्ने त्यस्तो खालको अवस्थामा चाहिँ त्यसका ढुसीहरू चाहिँ बढी एक्टिभ हुन्छन्, सक्रिय हुन्छन् र बालीमा चाहिँ छिटो नोक्सानी पुर्याउने हुन्छ। यो कुरामा किसानहरू सचेत भएर जब दिनमा राम्रो घाम लागेन, रातमा पनि शीत बढी पर्यो र चाहिँ दिन खुलेन भने किसानहरूले रोग लागे पनि नलागे पनि एकपटक ढुसीनाशक विषादी चाहिँ पहिलो चरणको ढुसीनाशक विषादी चाहिँ प्रयोग गरिदिनु भयो भने कम्तीमा पनि त्यो रोगबाट हामी बच्न चाहिँ सक्छौँ। यो कुरा पनि उहाँले अलिकति नेग्लिजेन्सी गरिदिनु भयो होइन, विषादी छरिँदैन क्या र
भन्ने एउटा ट्रेडिसनल सोच। व्यावसायिक खेती गर्ने किसानलाई त्यो कुराले चाहिँ हुँदैन। सामान्य खेती गर्ने किसानहरूलाई ठुलो नोक्सानी नभए पनि व्यावसायिक गर्ने किसानहरूले विषादीको चाहिँ प्रयोग गर्नुपर्छ, तर प्रयोग गर्दैमा फेरि गर्नुपर्छ भन्दैमा जथाभावी रूपमा विषादी प्रयोग गर्नुहोस् भनेको होइन। सुरक्षित पहिरन लगाउने होइन, सुरक्षित विषादी प्रयोग गर्ने त्यसका आफ्नै पाटाहरू छन्। यी कुराहरू बुझेर मात्रै विषादी प्रयोग गर्नको लागि चाहिँ आम किसान दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामी प्रेरित गर्न चाहन्छौँ। र विषादी विष हो, औषधि होइन भन्ने बुझ्नु पनि पर्छ एकातिर। अर्कोतिर चाहिँ हामीले त्यो विषादी नछरिकन हामीले लगाएको बाली पनि जोगाउन सक्दैनौँ कि भन्ने कुरा पनि उहाँले बुझ्न पर्ने जरुर हुन्छ। त्यस कारणले गर्दाखेरि यो दुवै पाटोलाई राम्रोसँग अनुसरण गर्न सक्यो भने विष प्रयोग गरेर हामीले चाहिँ आलुमा लाग्ने यो पछौटे डढुवा चाहिँ नियन्त्रण गर्न सक्छौँ भने त्यसको अलावा अरू खासै त्यति धेरै रोगहरू त देखिएकै छैनन्। तर भण्डारणमा लाग्ने यो चिलेसा भन्छन्, भण्डारणमा लाग्ने पुतलीले चाहिँ अलिकति किसानहरूलाई चाहिँ अप्ठ्यारो पारेको पाइएको छ। त्यस कारणले गर्दाखेरि हाम्रो चाहिँ रेगुलर उहाँहरूलाई फलोअप के हुन्छ भने आलु भनेको लामो समयसम्म भण्डारण गरेर राख्ने चिज होइन। खनिसकेपछि 1 महिना 45 दिनभित्रमा उहाँ त्यसलाई चाहिँ डिस्प्याच गरिसक्ने अथवा कोल्ड स्टोर पठाइसक्ने, बिक्री वितरण गरिसक्ने सन्दर्भमा हो। हाम्रो चाहिँ धेरैजसो किसानहरूको चाहिँ के छ भने मैले लगाएको आलु मैले वर्षभरि खानुपर्छ भन्ने छ। त्यस्तो खालको चाहिँ अलि सम्भावना भएको छैन। नयाँ नयाँ रोग र नयाँ नयाँ किराहरू भित्रिने क्रममा आलुको पुतली पनि अहिले चाहिँ समुद्रिक सतहको धेरै माथिसम्म भनेको पहिला अलि लेकमा चाहिँ यो पुतलीले आक्रमण गर्थेन। 1200-1400 मिटर हाइटसम्म चाहिँ यो किराको चाहिँ प्रकोप देखिन्थेन भने अहिले त्यो ठाउँसम्म आलुको पुतलीको चाहिँ प्रकोप देखिरहेको छ। त्यस कारणले गर्दा योमा पनि हामी सचेत हुन चाहिँ जरुरी छ। अब हामी त बिउ आलुकै कुराकानीमा जुटिरहेछौँ। बिउ आलु लगाउने किसानहरू जुन उत्पादन गर्ने किसानहरू हुनुहुन्छ र खाने आलु उत्पादन गर्ने किसानहरू हुनुहुन्छ, किनकि तपाईँले भनिसक्नु भएको छ 80 हेक्टर लगाएकोमा जम्मा 4 हेक्टर मात्रै बिउ उत्पादनको लागि गरिरहेछौँ भनेर। त्यहाँ चाहिँ खाने आलु लगाउनेले के कुरामा ध्यान दिने र अझ बढी ध्यान दिनु चाहिँ बिउ आलु उत्पादन गर्ने किसानले हुन्छ होला। त्यो भएर बिउ आलु उत्पादन गर्ने किसानले के कुरामा ध्यान दिने, के भयो भने चाहिँ त्यो बिउ आलु हुनसक्छ, यदि के भएन भने चाहिँ त्यो खाइनमा जान्छ। धन्यवाद, धेरै राम्रो प्रश्न सोधिदिनु भयो। योमा कस्तो छ भने बिउ र खाइनमा जुनसुकै बालीको बिउ र अन्नमा फरक छ होइन। अन्न भनेको के हो, बिउ भनेको के हो भन्ने कुरा आम मानिसले बुझ्न जरुरी छ। जस्तो जसले खायनको रूपमा उत्पादन गर्नुहुन्छ उहाँहरूले चाहिँ के हेरिँदैन त भन्दा त्यो बिउको पुस्ता र स्तर हेरिँदैन। त्यसको अगाडिको चाहिँ के थियो त, त्यसको इतिहास के थियो भन्ने कुरा हेर्नु हुँदैन। उहाँले चाहिँ अन्तिम पुस्ताको बिउ अथवा चाहिँ उन्नत बिउ चाहिँ उहाँले प्राप्त गर्नुहुन्छ। जो खायन बाली चाहिँ उत्पादन गर्नुहुन्छ उहाँले त्यो चाहिँ एक सिजनको लागि उहाँले चाहिँ प्रयोग गर्नुहुन्छ, लगाउनुहुन्छ। सामान्य जुन हिसाबले चाहिँ त्यो बालीलाई चाहिँ गर्नुपर्ने खर्च हो अथवा चाहिँ त्यसमा गर्नुपर्ने चाहिँ गोडमेल छर्ने बेलाको जग्गा तयारी बेलाको कुराहरू, काट्ने थन्क्याउने कुरा, त्यो रेगुलर प्रोसेसमा जे कुराहरू गर्छ त्यो गर्दै जानुहुन्छ। त्यसमा केही कुराहरू अन्य कुराहरू हेरिँदैन। जब कोही मान्छे बिउमा संलग्न हुन्छ, खाद्यान्न बालीमा होस् अथवा तरकारी बालीमा होस् अथवा आलु बालीमा होस्, उहाँहरू चाहिँ बिउ आलु उत्पादनमा त्यसरी बिउमा उत्पादनमा चाहिँ लाग्नुहुन्छ भने उहाँले पहिलो हेर्ने भनेको बिउको स्तर, कुन स्तरको बिउ उहाँले उत्पादन गर्न खोज्दै हुनुहुन्छ भन्ने कुरा हेरिन्छ। त्यसको लागि स्रोत बिउ कहाँबाट ल्याउने, स्रोत बिउ उत्पादन कहाँ हुन्छ होइन। स्रोत बिउ उत्पादन हुनु त फेरि एउटा सर्टिफाइड ठाउँ हुनु पऱ्यो होइन। त्यहाँबाट चाहिँ लेबलिङ ट्यागिङ लगाएको बिउ हुनु पऱ्यो। बिउको स्रोत होइन, एउटा प्रजनन बिउ हुन्छ, त्यसपछि मूल बिउ, त्यसपछि के अरे उन्नत बिउ होइन। त्यसमा पनि ती बिउहरूको चाहिँ हाम्रो चाहिँ स्तरअनुसार कुन खालको बिउ किसानले उत्पादन गर्न खोज्नु भएको छ, त्यसको स्तर चाहिँ कहाँ छ त भन्ने कुराहरू हामीले खोज्न चाहिँ जरुरी हुन्छ। र त्यसको लागि हामीले किसानहरूलाई ट्रेनिङ दिएको हुन्छौँ, तालिम दिएको हुन्छौँ। अब हामीले साधारणतया यो समूह सहकारीहरूले उत्पादन गर्ने बिउ भनेको उहाँले मूल बिउ लिएर आएर उन्नत बिउ बनाउनुहुन्छ। अथवा चाहिँ मूल बिउ चाहिँ हामीले चाहिँ निश्चित स्रोतबाट चाहिँ तोकिएको ठाउँहरूबाट स्रोतबाट चाहिँ बिउ लिएर आउँछौँ र चाहिँ उहाँले चाहिँ मूल बिउ उत्पादन गरेर चाहिँ उन्नत बिउ बनाउनुहुन्छ। त्यसको लागि के हुन्छ त भन्दा बिउलाई सर्टिफाई गर्ने अरू छुट्टै एउटा चाहिँ के छ त कार्यालय छ, बिउ बिजन प्रयोगशाला। हाम्रो यहाँ चाहिँ कास्की जिल्लामा चाहिँ गण्डकी प्रदेशको बिउ बिजन प्रयोगशाला छ। प्रयोगशालाले के गर्छ भने त्यसको चाहिँ क्वालिटी मेन्टेनको काम गर्छ। र उत्पादनको दौरानमा के छ भने बिउ स्वस्थ छ कि छैन, खडा बाली निरीक्षण भन्छ क्या, रोग किराको अवस्था कस्तो छ होइन,
यहाँ चाहिँ विभिन्न खालका बालीहरूलाई आफ्नै रोग र किरा झार जस्ता बाली त्यो बालीमा चाहिँ छन् कि छैनन् भनेर हेर्ने चलन हुन्छ क्या। त्यसलाई खडा बाली निरीक्षण भनिन्छ। त्यो खडा बाली निरीक्षण गर्ने पाटो भनेको बिउको क्वालिटी मेन्टेन गर्ने पाटो भनेको बिउजन प्रयोगशालाको हुन्छ। त्यहाँबाट चाहिँ प्राविधिक सर म्याडमहरू आएर हेरिसकेपछि प्राविधिकहरूले आएर चाहिँ खडा बाली निरीक्षण गरिसकेपछि 2 पटक गर्नुहुन्छ। 2 पटक गर्दाखेरि यो सबै कुरा ठिक छ, त्यसमा लाग्नुपर्ने रोगहरू लागेको छैन, किराहरूबाट पनि स्वस्थ छ भनिसकेपछि उहाँहरूलाई के गर्नुहुन्छ भने बाली कटानीको लागि उहाँहरूले सूचना गर्नुहुन्छ। त्यही अनुसार बाली कटानी गर्नुहुन्छ र भण्डारणको बेला मिसआउट हुनसक्छ, स्टोरेज गर्नुपर्ने भयो त्यसलाई टाइममा स्टोरेजमा पठाउने कुरा हुनसक्छ। ती कुराहरू मेन्टेन हुँदै गएपछि बिउ त फेरि साइकलमा अर्को पटक लगाउने हो नि त, अर्को सिजनमा हो नि त। त्योभन्दा अगाडि फेरि के गर्नुपर्छ भन्दा बिउजन प्रयोगशालाकै प्राविधिकहरूले बिउ उत्पादक किसानहरूलाई सूचित गराउनुहुन्छ। तपाईँहरूको चाहिँ अब चाहिँ जर्मिनेसन टेस्ट गर्ने बेला भयो भनेको त्यसको चाहिँ उत्पादन के अरे उमार शक्ति परीक्षण गर्ने बेला भएको छ। त्यसको लागि चाहिँ उहाँले सूचित गराइसकेपछि कि उहाँहरू आफै आएर पनि लिएर जानुहुन्छ अथवा चाहिँ प्रयोगशालामा चाहिँ मगाउनु पनि सक्नुहुन्छ। त्यो तरिकाले चाहिँ प्रयोगशालामा लगाइसकेपछि उहाँहरूले उमार शक्ति परीक्षण गर्नुहुन्छ। परीक्षण गरिसकेपछि उमार शक्तिको लागि पनि विभिन्न मापदण्डहरू छ होइन, कुन बिउको लागि कति % उम्रिएको न्यूनतम उमार शक्ति हुनुपर्छ भन्ने कुराहरू मापदण्ड तोकिएको मापदण्ड पुगिसके पछाडि उहाँले यो बिउमा रोग लागेको छैन, किरा लागेको छैन, उमार शक्ति यति प्रतिशत छ, सबै कुराहरू लेखेर चाहिँ के हुन्छ एउटा लेभल चाहिँ सहितको ट्याग लगाइदिनुहुन्छ। अनि बल्ल त्यो बिउ चाहिँ के हुन्छ प्रोसेसिङ भएर बजारमा निस्किन्छ। यो कुराहरूले गर्दाखेरि चाहिँ के हो त भन्दा बिउको कस्ट चाहिँ माथि पुग्नुको कारण त्यो हो। र हामीले एउटा जो साधारण किसान हुन्थ्यो उहाँले खायन बाली उत्पादन गर्नुहुन्थ्यो, उहाँले त बिउ ल्याएर रोप्नुभयो, फलिसक्यो, खाइसक्नु भयो। तर बिउ गर्ने किसानको त काम धेरै बाँकी छ नि भण्डारणमा पनि। त्यस कारणले गर्दाखेरि बिउलाई चाहिँ प्राविधिकको रेखदेखमा निश्चित मापदण्ड पुरा गरेर मात्रै बिउ बनेर निस्किनेको कारणले गर्दाखेरि यसको केही रेटहरू चाहिँ माथि पर्न सक्छ। यो कुरा चाहिँ किसानले बुझ्न जरुरी छ। न कि जस्तो आलुको बिउहरू एउटा उदाहरण स्वरूप चाहिँ के पाइन्छ भन्दा बिउ नै हो तर जुन ट्यागिङ लेबलिङ सहितको बिउ अलिकति महँगो, तर त्यही बिउ फरर उम्रेको बिउ यहाँ चाहिँ हाम्रो कुनै किराना पसलहरूमा प्राप्त भएको बिउहरू पनि आलु ल्याएर रोप्दा त उम्रेकै हुन्छ, फलेकै हुन्छ। तर बुझाइ के हुँदैन त भन्दा त्यहाँनिर कहिलेकाहीँ के भइदिएको हुन्छ नि, मानिलिउँ यो आलु बारीमा अचानक रोग लाग्यो भने पनि यो आलुमा त साना साना दानाहरू त लागिसकेका छन्। तर यो बिउ यो आलुलाई पनि हामीले केही समय यहीँ माटोमा रहन दियौँ र छिप्याएर फेरि कोल्ड स्टोरमा राखेर एक साइकल चाहिँ राख्यौँ भने अर्को पटक फेरि यो आलु त उम्रिन्छ नि त, उम्रिन्छ, नउम्रिने त होइन। तर के हुन्छ त भन्दा यो बिउ उत्पादनको चरणमा गएको छ, खडाबाली निरीक्षण भएको छ, बिउजन प्रयोगशालाबाट यो विषयहरूमा काम भएको छ भने त यसलाई त हामीले बिउमा त लान दिँदैनौँ, यहीँ रोकिन्छ। तर जुन साधारण चाहिँ किसानले चाहिँ बिउ नभनिकन लगाएको किसानहरूको चाहिँ डडुवा लगाइसकेको अवस्था थियो भने त यो कोल्ड स्टोर पुगेर फेरि बिउको रूपमा किराना पसलमा आइपुग्यो, खाइन आलुको उपयोग हुँदै गयो। तर चाहिँ साना आलुहरू चाहिँ उम्रिएर फेरि किराना पसलमा आइपुग्यो भने पनि किसानले बिउको रूपमा लिनुहुन्छ। तर अब देखिन्छ के त भन्दा यसलाई रोप्दाखेरि प्रतिकूल वातावरण सिर्जना हुने बित्तिकै बिउको लागि लगाएको आलु के छ भन्दा यो स्वस्थ थियो, यसमा रोग लागेको थिएन भने अर्को साल पनि यसले त्यही क्यारेक्टर देखाउँछ, रोग लाग्दैन। तर त्यो सामान्य आलु चाहिँ के हुन्छ त भन्दा सामान्य मौसम अदली बदली र प्रतिकूल मौसम हुने बित्तिकै भत्याभुत्तुकै आलु चाहिँ डडुवा लाएर सकिन्छ। यो कारणले गर्दाखेरि हामीले चाहिँ के हुन्छ भने खडाबाली निरीक्षणको क्रममा बिउको क्वालिटी मेन्टेन गर्नको लागि हामीले अगाडि नै अघिल्लो वर्ष पूर्व तयारीको साथ बिउ उत्पादन गरेको छौँ भने बिउ अत्यन्त राम्रो भएर निस्किन्छ। तर हामीले चाहिँ खडाबाली निरीक्षण गराएको छौँ, मापदण्ड पुरा नगरिकन बिउ चाहिँ बजारमा आएको छ भने जुनसुकै पनि हुनसक्छ। त्यस कारणले गर्दाखेरि बिउ र खायन अन्न बाली जे भए पनि किसानले चाहिँ बुझ्न चाहिँ जरुरी छ। आफ्नो व्यस्त समयका बावजुद हामीलाई समय दिनुभयो, यो समय र संवादमा जोडिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हस्, यहाँहरू सम्पूर्णमा धेरै धेरै धन्यवाद छ। आदरणीय दर्शकबिन, आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यो कार्यक्रम कृषि विकास निर्देशालय पोखराको सहयोगमा तयार पारिएको कार्यक्रम हो। यतिन्जेलसम्म कार्यक्रम हेरेर बस्ने तपाईँ सम्पूर्णमा धेरै धेरै धन्यवाद। क्यामेरामा अशोक अधिकारीसँगै आजको श्रृङ्खलाबाट म घनश्याम पाण्डे बिदा हुन्छु। तपाईँ भने पोखरा टेलिभिजन हेर्दै गर्नुहोस्। नमस्कार।